घरबाट होइन अब म चाहिँ अगाडि यहाँको बादमा के अरे गाउँतिर हजुरलाई म भिडियो ल्याउँछु त म आउँछु नै निक्ले घरबाट अघि भिडियो बनाउँछु नि त्यतिकै लिएर यहाँ बाटोमा बनाउँछु 10 किलोमिटरमा त्यता गएर म बाटो अब बाटो बोलेको यस्तो दामी निक्लिन्छ दिन तपाईँको निक्लिन्छ कि बादल हल्यो भने बबाल हेर्न पर्छ अब भिडियो बनाउँदै जान्छु यहाँदेखि राम्रो आयो भने राख्छु राम्रो आएन भने डिलिट गरिदिन्छु कति मजाले के अरे बन्द गर्नु पर्दैन गरम यस्तो मजाले यो यही बाटो यतैबाट हो क्या अन्त के खोला जाने यता यही बाटो पहिला पहिला जान्थेँ म यता नेपाली बोल्नु बादल पहाडी बारी जान छैन हो त्यो चाहिँ जाने गाउँ भगवान् ठ्याक्कै सुन्दैन योभन्दा के कम छ र नेपाल भने नेपालको कम्पेरिजनमा त योभन्दा कम छैन नि त होइन र के हो र यस्तो दामी चाहिँ हुने यस्तो अनुभव भइरहेको त हाम्रो नेपालको धेरै भएर टावर लैदिनु पर्ने गाउँको अब आफूलाई नै छ सामानमा कहिले गाउँ अब यहाँबाट पोरलीलाई टिकाबाटोमा गयो भने 2 घन्टा या 3 घन्टामा पुग्छ आनन्दसँग बाइकमा
म त 4-5 ठाउँ रोक्यो होला है माछा खाँदै 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 भात खाएँ सिधै राति भात आएर खाएर बनाएर खाएको हेर्नु न भाइ त्यस्तो भिड छ यार यहाँ नेपालमा त मन लाग्छ त यार सिक्किममा 1 महिना फेरि आएँ 2 महिना बस्न मन लाग्थ्यो यार यस्तो भयो अनि सक्छ त त्यसैले अहिले चाहिँ यसो रोकेर उता गएर बनाउनु पर्ला गाउने बाटो एक्लै घुम्नु मजा आउँछ तर धेरै बाइक चलाउँदा ढाड दुख्छ पहिला पहिला हामी खाना नन्नै भयो ढाडले पनि कसम त्यसले टन्नै खुसीले हाल्दिए अघि बसेर गर्ने त्यस्तो फेरि पुग्छ अब आएगा ना मजा लामो होला पहिला यहाँ बर्खामा ठुलो बाढी आउँथ्यो बर्खामा त यहाँ त पानी त फेरि झरना बता दो जाडो भयो भनेर यार मास्क निकालेको यार गर्मी भयो पुरै जाडो भएको यार यताबाट चाहिँ देखिन्न माछा पुगेको भ्यू त्यहाँ कुसुमतिर गएपछि हाम्रो घरतिर हाम्रो गाउँतिर गएपछि देखिन्छ होला उता गाउँतिर गयो भने मजा आउँछ हामी त क्लियर भ्यू देखिन्छ उता कमालै देखिन्छ हाम्रो गाउँतिर त्यो क्लियर अन्नपूर्ण ब्रेन पुरै देखिन्छ क्या अन्नपूर्ण निलगिरी अनि गणेश हिमाल माछा पुग्छ अरू के छ हौ नाम भने पहिला अब याद हुन्छ नि याद छैन भने यो लुम्ले छुने लुम्लेको हावाले मनै खयो ला 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 ला
अहिले चाहिँ जाडो भएको अवस्था भयो आउनु पर्यो एउटा निकै जस्तो लाग्यो मैले पुरै जाडो भइरहेको चिसो हुन्छ अरे यो लुम्लीमा आयो चाहिँ जहिले सुकै छला हावा चलेर हुन्छ छला ग्रिपै छैन पानी परेन भने यो पत्ता लगाएर बाइक चलाउने फेरि अर्को लाग्छ मैले खासै लगाउँदैन फेरि जाडो लगभग म कति 5-6 वर्ष जाँदैछु यार गाउँ यार अब अहिले चाहिँ के हुन्छ भने नि अहिले केटाकेटीहरू चाहिँ के हुन्छ भने गाउँ छोडेर आउँछ तर सहरहरू पनि जाँदा नै मात्र त्यस्तो गर्नु आफ्नो गाउँ चाहिँ भुल्नु हुँदैन किनकि आफ्नो पुर्खा आफ्नो बाबा आमा हुर्केको ठाउँ त्यसरी चटक्कै मार्नु हुँदैन सकेसम्म जसरी हुन्छ छुट्टी मिलाएर हुन्छ कि के गरेर हुन्छ भ्याकेसन हुन्छ टक्क एक दुई महिना जानु पऱ्यो किनकि आफ्नो जुन बाबा मम्मी हुर्केको ठाउँ चाहिँ त्यो कहिले बस्नु हुँदैन क्या किनकि आफ्नो कुलले पनि खराब छ बेला बेला कुल पूजा गर्न जाने बेला बेलामा भेट्दा जाने आफू लिएर आफ्नो खानदानमा कुकुर छ के छ पर्दा पाइन्छ हामी अब युरोपियन होइन हामी अब होइन अरू जस्तो होइन नि त आफ्नो रीतिथिति चलन चल्तीको विषय भएन नि त होइन त्यही भएर म चाहिँ बेला बेलामा सकेसम्म टाइम मिलाएर भएपछि म चाहिँ गाउँमा बेला बेला भेट्न जान्छु किनकि अब हाम्रो अब बारी बोजूहरू अब बारीहरू नहुन दिनुभएको म नजानु धेरै किनकि सानो सबै सानो हो नि त हाम्रो दाइहरूले देख्नु भयो तर लास्टै माया गर्नु अब हामी त सहरतिर हुँदिलो नि त बुटल पुगाएको त्यही भएर आफै माया गर्नुहुन्छ त्यही भएर चाहिँ बेला बेला भेटेर अब कुनैबाट आइतेकी आइज भन्दा चाहिँ अब बुटल किनेर अलिअलि यस्तो तिहार लगाइरहेको थियो होइन अब तिहार लाग्थ्यो दसैँमा आउनु पाएन तिहार लगाएर अब आउनु पाएन अब त्यही भएर अहिले चाहिँ किनेर आएर कस्तो जानु गाह्रो गएन किनकि अलिकति आफ्नो आफ्नो तिहार भेट्न पर्छ जाडो भएको ल जो पनि केटाहरू घुम्न गएनन् आफ्नो बाबुजीकोमा गएनन् भेट्न त्यसै जानुपर्छ बेला बेला घुम्नुपर्छ ए त्यो यार सहरको धुवा धुलो यार मोमो चाउमिन खान त कहिलेकाहीँ यसो गाउँतिरको ढेँडो आटो साटो भन्ने कि आज आफूले त खानु त खाइन्न तेरो दिन कहिलेकाहीँ मिठो लाग्छ अब सहरमा हुर्केको मान्छेले खासै मिठो लाग्यो तर कहिलेकाहीँ चाख्नु पर्छ हाम्रो बाबुजीहरूले के खाथे के खाएर हुर्केथे कस्तो उमार्थे त्यो चाहिँ अलिकति केयर गर्नुपर्छ गाईको बिस्तारै न्युट्रलमा गएर लेख्छु पनि अलिकति तल गएर रोक्नुपर्छ कि भन्ने सोचिरहेको छु यता केमा योपट्टि चाहिँ अलिकति घाम लाग्दैन यहाँ त्यो साइडमा चाहिँ त्यो चिसो कि पानी पर्ने धेरै पानी पर्ने ठाउँ हो कि उपरै पानी पर्ने हल्का बेला चाहिँ भरे पनि हामी त्यो थाक्नुपर्ने ठाउँ दाइसँग आउँदाखेरि 5-6 वर्ष अगाडि आउँदा अहिले चाहिँ मलाई खासै याद भएन सकेसम्म यता म एक ठाउँ रोक्छु चिया सेक खान्छु
नै घाम लाग्यो बरुवा यता नै घाम लाग्यो यस नजरलाई बन्द रहेछ चिया कफी खाऊँ म चिया कफी खाऊँ जाडो जाडोमा चिया कफी खाऊँ पुरानो बाबाहरूको त लेख्नु हो क्या नाम पनि अलिकति लेखै हो क्या बाबा भन्दै त सेरा सेरा घाम लादेखि जान साह्रो कुरो बुझाइ ज्याकेट त बुक्छु खोज्न मैले पुरा ज्याकेट त म बस्ने एकदिन बस्ने गाउँ पनि हजुर चाहिँ बले भन्दैन हामीले गोही भन्छ हाम्रो हामीले चाहिँ गोही भन्छौँ अरूहरू चाहिँ बले भन्छ अनि गोहीको आमा चाहिँ बल्ल दिदी बजे भन्छ त्यस्तो हाम्रो चलन अनुसार हार्डवेयरमा सामान किन्छु भनेको पोखराबाट गाउँमा चक्लेट सक्नेलाई कसो के भन्छ अरे भाडमिन्टन चलाइदियो भने चाहिँ दिनले त माया छक्कै परेर मलाई काठमाडौँ मात्र हो जस्तो लाग्थ्यो दिदीले बुढोलको त केही पाएन यो के अरे पोखराको चलाइदिँदो रहेछ मलाई त थाहा नै बस्नुपर्छ बसेर यसो चिया कफी खाएर लुम्ले त कुन लुम्ले नै हो हुन त यो यहीँबाट आफ्टर त खाजा चिया हालेर ल गाइज अब चाहिँ झोलङ्गे पुल चढ्नु पर्छ होइन यही बाटो हो जानुमा यस्तो डर लाग्छ त नि अलि डर लाग्छ अरे बाटो त कहाँ धेरै पछि आएको म बाटो खालि कस्तो डर लाग्छ अरे बाटो घरमा पाले पालो ए वेट त नहोला होइन धन्यवाद ओभरटेक गरे
सरी आफ्नो दिनु त्यो त बाटो डर लाग्दोमा माथि जानु पर्यो सरी भाइ तल हेर्नुहुन्न गाई डर लाग्छ यार बहुत डर लाग्छ नि त तल ओ माथि हेर्नु त ओ माई गड जानु पर्छ टाढो जानु पर्छ नत्र फेरि गाह्रो हुन्छ कहिले डर लाग्छ भएर ढुक्टुक भएमा यस्तो रियल एडभेन्चर के गाइडमा कसरी ग्यारेन्टी हुन्न के लटक 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 गर्दा लेफ्ट राइट हान्छ कन्ट्रोल पार्न त गाह्रो हुन्छ त्यस्तो अझै छ यो धराले यो चाहिँ सर्टकट हो यो कैयाको पुल उहाँ पारिपट्टि चाहिँ त्यो छ फेरि के अरे पण्डित जमानी थियो यतातिर हाम्रो त्योबाट आउने त होइन त्यता गएको पैसा लाग्छ फेरि हाम्रो बागलुङको नाइता भएकोलाई त पर्दैन अरे भन्ने सुनेको र त्यताकोलाई पर्दैन यता बाहिर बागलुङभन्दा बाहिरकोलाई चाहिँ पर्छ क्या पर्वत बागलुङलाई चाहिँ पर्दैन त्यस्तै भन्नु सुनेको त्यो झोलुङको पुलमा हेरेको पैसा सरकारले बनाएको होइन त त्यो पुल मान्छेले बनाएको हो भने अब पैसा लाग्छ त्यो त्योबाट आउन नि पर्दैन यही गाउँ जाने बाटो त्यो बाटो जानुपर्छ अब 1 घन्टामा पुग्छ कि कहीँ पनि रोकेन भने त्यस्तो गरेन भने अब बाटो अब बेग्लै जान्छु म राम्रो छ गाउँ जाने बाटो अलिकति पहिलाभन्दा अहिले बर्खा नभएर नि होला बर्खा सकेर होला राम्रो भयो अहिले बाटो यही हो अफरोड हान्दै हाल्दै तेल चाहिँ अझ उहाँ पुष्पमा रिफिल गरेँ तेल सर्ट हाफ भएको थियो छोटी पुल गरेर अब हिँडेको बाटोमा फेरि यता पेट्रोल पम्प महँगो होला पेट्रोल पनि त्योबाट यहाँबाट फुल गरेपछि गयो आउँदासम्म हुन्छ ल्याइँदैन फुल गरे कति नै तेलहरू गाउँमा दुई अभी त डरला यार डरमा दाना दिन नकाटेको रहेछ नि त काट्नु बेला त भरै हो कि त तराइदिनु त्यता त उतातिर चाहिँ मौसम भयो क्या अझै पाक्दै होला यहाँ खेताला नपायो आज त खेताला पाउन नि गाह्रो हुन्छ फेरि गाउँतिर उता म उता बागलुङबाट आएको भए चाहिँ 1 घन्टा लगभग 1 घन्टाको फरक हुन्छ होइन यो बाटो आएँ म आधी घन्टा छिटो आयो त्यसको मतलब किनकि यो बाटो चाहिँ सर्टकट पर्छ कि हाम्रो लागि त्यसमा तेह्रको जाने बेला अर्को बाटो चाहिँ फेरि 1 घन्टा फरक खान्छ त्यही भएर यो बाटो आइदिए छिटो चाहिँ पुग्यो टाइम पनि म्यानेज भयो सुन्नु कल बाइकले खान्छ मजाले कति आउँदाखेरि 5 वर्ष अगाडि आउँदाखेरि साथी र महात्मा म टिका पनि हालेर
अहिले एक्लै चाहिँ मोबाइलमा राम्रो बनाएर भिडियो किन्छु भनेको र किन्ने पाएँ अब चाहिँ त्यही गर्दा हुन्छ ओए पिच बनाउँदै ल मा छिटो पुग्ने भयो है सरप्राइज भयो त औ सर सर आधी घन्टा म त यस्तो बाटो पाएँ ए सक्छ त त्यसैले फेरि दामी यार म त सरप्राइज भयो त यार अब 5 वर्ष भएन आएको 5 वर्षमा त बनाउनै पर्छ कति किलो जमानाबाट खालको बाटो पनि पिचबाट पनि भनेको बनाएको छैन यो अहिले चाहिँ बनाएको छु यसो गरेको भाइले 1 घन्टामा आइपुग्छ भन्छु यस्तो बाटो रहेछ र पो म त पिच छैन होला भन्नु सोधेँ दामी भयो खानासँग दामी मजा आउँछ यस्तो बाटो पाइसक्यो म त पहिला जस्तै खटाङ फुटुङ होइन पहिला नै अलिकति राम्रो तर पिच थिएन फेरि तर यो कहाँसम्म बनायो सेरासम्म बनायो के पुग्छ गाउँ आधी घन्टामा अब हेर कति खाना बिहानै खाएको भोक लागेन अरे त्यो कफी खाएको कफीलाई कति मन नहोस् दुध र कफी हालेर ट्यापो चिने नि होइन मैले कफी कहाँबाट हुन्छ कहाँबाट सक्नु पैसाले ए भगवान् सानो तिनो इस्टिमेट चाहिँ त आउँदैन नेपालमा त घुम्न सकिन्न ठुलो इस्टिमेट गर्नुपर्छ या टाढो हुन्छ कारण के कारण पल्लो पल्लो डाँडा डाँडा हामी गाउँ जान्थ्यौँ भेटेर लैजान्छ नि त आफ्नो गाउँमा बिरेछु अहिले त बाटो पनि यही बाटो हिँडी लाग्छ सबैजना कोही कोहीजना सबै गाडी यो बाटो हिँडेको त्यो बाटो त हिँड्न छोडेको 10-15 वर्ष हुन थाल्यो 10-12 वर्ष भयो यस्तो पनि भएन सानो सानोमा बाबा हामी स्कुलबाट भ्याकेसन आउने बेलामा त्यहीबाट हिँड्थ्यौँ डिम्डी घाटको बाटो हुँदै हिँड्थ्यौँ अनि अहिले त यो सेराको बाटो राम्रो बनाएको ल विमल हेर त पहिला आउँदा हामी कस्तो कति रोड थियो यो अहिले त बब्बाल बनाएर त पिसी याद छ कि छैन 5 वर्ष अगाडि होला आउँदा कति थियो अरे रोड त्यही बाइक लिएर आएको अन्त बगा पिच बनायो फेरि एकदिन छुट्टी मिलाएर टक्क आउनु पर्यो गाउँ घुम्न मेरो भाइले बाइक साइक लगेर पनि यस्तो बाटो बनायो मलाई हेर्नु यस्तो भन्नमा मलाई खानेको बनाउनु पिच त बन्यो भन्छ सरले लगभग फुलै होला यो पिच खेरा छ नि होला आउँछ भने कहाँबाट भन्दैछु होइन
त्योकै बाटो बनायो फेरि नेपालको बाटो पहिरो गइहाल्छ बर्खा लाउने भने चाहिँ यही हो तिमीले घाट भने जमिने घाट यहीँ तल हो क्या तिमीले घाट हामी तलबाट आउँछौँ क्या पहिला कलेजबाट आउनु भ्याकेसन अलिक टाढा खाने हो अलिक 15 मिनट लाग्छ लगाइ फाइनली गाउँ आइपुग्न थाल्यो सरकुवा पनि आएँ म अब चाहिँ तपाईँको यहाँबाट 5 मिनट लाग्यो भिडियो बनाउनु पर्ने अघि नै आधै तल एकदम पिच्ने रहेछ आधाबाट आधा पुरा अफरोड रहेछ अब बनाउनु खालि धेरै टाढा छ 5-10 मिनट छ 5-10 मिनटमा पुग्नु पर्दैन सरकुवाबाट त धेरै लाग्दैन 5 मिनट मलाई धेरै लाग्छ पता नहीं कहाँ आएगा आउँछ यही हो म यो जस्तो लाग्छ धेरै वर्ष पनि तल चाहिँ मेट्रो जाने बाटो हो त्यो यो बाटो चाहिँ मान्छे गाउँ जाने बाटो त्यही लगाइरहेको मैले भाइलाई कल गर्नु पऱ्यो बाटो मिस्टेक भयो भने त्यही त हो हुनु त माथि डाँडामा हो यो बाटो माथि डाँडामा राम बाबा घर टुप्पामा बनाएको बनाउनु अलिक तल्लो बजार पनि बनाउनु उहाँ माथि जाऊ स्कुल पढ्न तल झर अनि कम्ता टाढा चाहिँ त यस्तो छ बाटो तल तपाईँको पिच बनाएको अझै लाग्छ 5-10 वर्ष मान्छेहरू बस्यो भयो बन्थ्यो होला कि त अहिले अब गाउँमा कोही पनि बस्दैन त्यो बुढापाकाहरू पनि बस्नु भनेको अरू यो बाटो गाडी बाटो पनि एकदम धेरै पर्छ साह्रै घुमाउँछ मान्छेबाट एकदम धेरै घुम्नु पर्छ त्यही बाटो त आफै कम्ती भयो बाटो गाडी नयाँ बनाइदिन्छ अब कम्ती भयो यहाँबाट अर्को जानु जाने बाटो बोट आइ पनि हुन्छ
मान्छेलाई अलिकति गाह्रो हुन्छ आउनलाई। त्यस्तो रहेछ अब फेरि आफू बनाउँछ नि फेरि सानैमा आउँदाखेरि दिदीलाई बोलेर तपाईँ त्यति दिन कम्ती भयो चावल खान्छु भन्दै कान्छीले पुतमा चढेको थियो ठ्याक्कै लोटेर ठ्याक्कै त्यो आफ्नो घारीमा अनि हुनु त गयो नि फेरि 4-5 वर्ष पर्दाखेरि चाहिँ दिदी चाहिँ माछामा पर्छ 15-20 वर्ष अगाडि कहाँ नै थाहा के गर्नु हो कभी दिन छोडेको खाइन्छ कपिल बडा होइन बडा त्यो खान्छ होला 2-3 गेटमा बटाले जानु अरे साढे उकालो भने बटाले हाल्छ Adiós, ¿qué? त्यो पारि चाहिँ हाम्रो माइला घर हो यहाँचोर भन्ने यहाँदेखि अलिक उता टाढैपर्छ हिँड्नु पर्छ लगभग पार्नु पर्छ बाइक नै जान्छ ड्राइभर त्यो बाटो पार्छ आफ्नो घर जानुपर्छ सोझो लगेर राम्रै भयो भाइ नमस्ते सन्चै हुन्छ खै त ओमकार नि